जननी जन्मभूमिसु स्वर्गदपि गरिएछि भने जस्तै म जन्मेको एउटा हुर्केको म सानैदेखि हाटेमालो गर्दै आएको लडीबुडी गर्दै एउटा झिनो सपना देख्दै सपना बुन्दै हुर्किँदै बढ्दै आएको एउटा मेरो गाउँ म जन्मिएको ठाउँ। साथमा मेरो प्रिय भान्जा पनि साथमा यो चाहिँ मेरो मिनी भ्लग पनि हो हैन। मिनी भ्लगमा चाहिँ टक्क लाएर मेरो चाहिँ गाउँ पनि कहिलेकाहीँ देखाउन त यो सिर्पा भिलेज कस्तो रहेछ त भन्ने एउटा कौतूहलता हुनसक्छ। मेरो जति पनि एउटा युट्युब फ्यामिलीहरू हुनुहुन्छ सब्सक्राइब प्रेमीहरूदेखि लिएर जो कोही हेर्ने जति पनि ती व्यक्तित्वहरूलाई पनि मेरो गाउँ ठाउँको बारेमा पनि एउटा जानकारी दिउँ न त भन्ने एउटा हेतुले तपाईँहरू माझमा चाहिँ यो भिडियो एउटा प्रस्तुत गर्दैछु। हेरेर चाहिँ साथ दिनु होला नि हैन। लाइक गर्नुस्, कमेन्ट गर्नुस्, म भन्दिनँ। इच्छा लाग्छ गर्नुस्, इच्छा लाग्दैन नगर्नुस्, त्यो तपाईँको एउटा पर्सनल अधिकारको कुरो हो हैन। त्यसलाई मैले हस्तक्षेप गर्न पनि मिल्दैन। एउटा र तपाईँहरूले नै माया गरेर मलाई अगाडि बढाउने एउटा प्रेरणा दिनुहुन्छ भने चाहिँ म यस्ता एउटा भिडियोहरू चाहिँ म तपाईँहरू माझमा पुर्याउने जमर्को गरिरहनेछु र नयाँ एउटा क्रिएसनहरू पनि गर्ने एउटा कोसिसमा जुट्नेछौँ भन्ने पनि लाग्छ। यो चाहिँ ठ्याक्कै हाम्रो एउटा मिलनचोक भन्ने चाहिँ एउटा ठाउँ छ जो हाम्रो चाहिँ एउटा केन्द्रबिन्दु पनि भनौँ न त। एउटा यो ठाउँ चाहिँ ट्याक्कै हाम्रो एउटा सिर्पको चाहिँ सदरमुकाम भनेर चिनिन्छ। हाम्रो नजिकै वडा कार्यालय पनि यहीँनिर अगाडि छ। यति बेलाको मौसम पनि एकदमै ठिकै छ, बेस्ट छ। हामी भान्जा गफ गर्दै हैन त भान्जा टक्क लाएर कपिल आले युट्युब च्यानल चाहिँ सब्स्क्राइब चाहिँ गर्नु पर्यो है। हेर्दिनु होला। उहाँबाट चाहिँ अब यस्तै नयाँ च्यानल चाहिँ सब्स्क्राइब गर्नु होला सम्पूर्ण। पक्कै पनि हैन नयाँ भिडियोहरू चाहिँ बबाल आउनेछ ताकि तपाईँहरूको एउटा सल्लाह सुझावलाई चाहिँ मनन गर्दै र साथमा त्यहाँनिर तल देखिदो रहेछ है हाम्रो जौले पोखरी भन्ने चाहिँ छ। त्यो ठाउँ पनि यहीँनिर हाम्रै एउटा नेरसमै रहेको एउटा गोकुल मावि हाम्रो एउटा मावि जहाँ तपाईँहरूले चाहिँ कृषिदेखि लिएर सबै एउटा एजुकेसन त्यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। जो कि मैले पनि त्यहीँबाट एउटा प्राथमिक भन्दा पनि एउटा स्कुल लिभिङ सर्टिफिकेट चाहिँ मैले त्यहीँबाट प्राप्त गरेको। जो स्कुल त्यहीँबाट चाहिँ मैले लिएको। अनि यतातिर जुन देखिरहेको गाउँ चाहिँ मेरो गाउँ, म जन्मिएको ठाउँ। यहाँनिर खसी बोकोहरू पनि आइरहेछन् साथमा। हामी चाहिँ ट्याक्क लाएर हेर्नुहोस्, सब्स्क्राइब चाहिँ गर्नुहोस् बबाल तरिकाले। जबमा मैले 3 मिनट्सको भिडियो चाहिँ पोस्ट गरेको छु। बाँकी तपाईँहरूलाई माझमा आउँछ भने मसँग थुप्रै भिडियोहरू छन् ताकि मैले चाहिँ तपाईँहरू माझमा ल्याउन सकिरहेको छैन। एउटा प्राविधिक एउटा कमी कमजोरी भएको कारण सो लिन सकेका छैनौँ। हाम्रा यहाँ झिमझिमे चोकमा हाम्रो माइजूले हाम्रो खसी बाख्रा चाहिँ चलाउनु ल्याउनु भएको छ। एकदमै उहाँ पनि एकदम उद्यमीकर्ता हुनुहुन्छ। अहिलेसम्म धेरै बाख्रा खसी बाख्राहरू चाहिँ बिक्री गरिसक्नु भयो, पालेर उत्पादन गरेर अनि आइसक्नु भएको छ। राँडो सङ्कटा अनि सोक्टेर ट्याक्क लाएर साथीहरू है। अनि केही पटिकेर दिनु होला जस्तो लमी समय बनाएर कतै कोही केटीहरू छ भने पकाइदिनु सक्नुहुन्छ। हाम्रो भाइ चाहिँ अब ट्याक्क लाएर यति बेला हुरुरी चलिरहेको छ। बिहे गर्छु भन्ने एउटा हुरुरी चलिरहेको छ भाइलाई चाहिँ। कोही इच्छुक हुनुहुन्छ भने भाइलाई व्हाट्सएप गर्नु होला, नम्बर गर्नु होला हैन। मैले नम्बर चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु भाइको नम्बर। एउटा इच्छा भए कन्ट्याक्ट गर्न सक्नुहुन्छ भाइलाई पनि है। है साथीहरू है ल सियो सुन हैन फेरि भेटौँला।